हेलो नमस्ते सबैजनालाई गुड मर्निङ। मेरो पाण्डा वाइटी च्यानलमा स्वागत छ हजुरहरूलाई र हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ म उपस्थिति भइसकेको छु नयाँ भिडियोको साथ। म चाहिँ आज भन्दा पनि हिजो बेलुका चितवन भरतपुर आएको थिएँ। यो चाहिँ चितवन भरतपुरको हाकिम चोकबाट यो देख्नुहोस् यो सबै दृश्य। यो चाहिँ हाकिम चोकको यो देख्नुहोस्। र यहाँ चाहिँ हाम्रो एकजना बहिनी बिमारी हुनुहुन्छ र आएको भेट्नलाई देख्न सक्नुहुन्छ। यो चाहिँ यहाँ माथि चाहिँ एयरपोर्ट र हामी चाहिँ यसो यहाँ खाजा खानु निक्लेको थियौँ र यहाँ पर भाइ आउनु हुँदैछ। भाइ र म हिजो आएको थियौँ। अब हामी फर्किने यसो यतातिरको पनि भिडियो बनाइदिउँ भन्ने भएर देख्नुहोस् हामी यता पत्तिरबाटै आएको। यस्तै छ केस पनि यस्तो छ है। अब हस्पिटलको बसाइ गाह्रो छ के गर्ने र आँखाहरू पनि फेर्निराखेको अवस्था। भाइ पनि पुरा चिम्रे भइराख्नु भएको छ। यहाँ माथि चाहिँ यो घरभन्दा माथिल्लोपट्टि चाहिँ एयरपोर्ट रहेछ चितवनको, भरतपुर चितवनको। मलाई पनि थाहा थिएन, मेरो चाहिँ यो फर्स्टचोटि हो भरतपुर। अहिले हामी यता हुँदो जाने हो। हामी यहाँबाट मकवानपुर रवाना हुनेछौँ। यस्तै छ अब देख्नुहोस् यहाँको, तर एकदम राम्रो रहेछ यताको दृश्य। यहाँ हामी हिँडिराखेको अवस्था। अब के अरे धेरै ठाउँको त खिच्नु पाइएन। अब त्यस्तै हो, गाडीमा आउनु पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि गाडीतिरको चाहिँ खिच्न पाइएन। अब यस्तै हो, रोडमा हिँडिराखेको अवस्था। रातभरि हस्पिटल बसाइको पछिको हाम्रो यो दृश्य हो। यहाँ त कारहरू पनि रहे, कार सोरुम। भाइ अगाडि अगाडि जानु हुँदैछ। अनि हिजो बेलुका अपरेसन सक्यो। अब हामी फर्किन्छौँ। यहाँ चाहिँ अब धेरै बसेर पनि काम छैन। यहाँ भाइ छँदैछ, उहाँको हस्बेन्ड। यहाँ माथि देखि चाहिँ यो रहेछ एयरपोर्ट। र अब यस्तै छ। धेरै ठाउँ त देखाउनु पाइनँ र पनि अब अलिअलि भए पनि कसले चिन्नुहुन्छ कमेन्ट गर्नु होला। भरतपुरवासीहरूसम्म चाहिँ मेरो मित्रहरू सबैजनामा चाहिँ पुग्यो भने कमेन्ट गर्नु होला। तर हल्का कमेडी गरेको है सबैजनालाई। यस्तो छ, कस्तो दाम गर्नु न, ठुल्ठुलो बिल्डिङहरू छ, दामी दामी रहेछ क्या। अब हामी चाहिँ यहाँ कोसिस भन्ने हस्पिटलमा आएको। अनि अब हामी फर्किन्छौँ। यस्तै यता पनि गाडीकै रहेछ यो सोरुम। र हामी यहाँ माथि जाने हो। यो माथिदेखि अलिकति भित्र पस्नुपर्ने रहेछ। यहाँदेखि नदेखिँदो रहेछ हस्पिटल चाहिँ, भर्खर नयाँ खुलेको रहेछ। अब यो भिडियोबाट बिदा दिन चाहेँ। अब मैले भनिहालेँ अघि पनि धेरै ठाउँ त देखाउनु पाइएन र पनि यति नै भए पनि यसो हजुरहरू माझ देखाइदिउँ भनेर देख्नुहोस्। र बोल्दै जाँदा गल्ती हुनसक्छ, एकदम क्षमा प्रार्थी र मेरो च्यानल भिजिट गर्नु भएको छैन भने भिजिट गरिदिनु होला। र भिडियो हेरेर मन परेमा लाइक, सेयर, कमेन्ट
सब्सक्राइब गर्नु नभुल्नु होला र छेउमा रहेको बेल आइकनलाई पनि दबाउनु नबिर्सिनु होला भन्दै यो भिडियोबाट बिदा लिन चाहेँ। बाई बाई।